हरेक पटक विद्यालयको खाजा खाने समयमा एउटा सानो बालकले कहिले केही किनेर खाँदैनथ्यो। ऊ केवल पानी पिउँथ्यो र मुस्कुराउँथ्यो। एक दिन उसका शिक्षकले उसलाई एउटा रोटीको टुक्रा दिनुभयो, तर त्यसलाई त्यहीँ खानुको सट्टा उसले सुरक्षित साथ घर लिएर गयो। घर पुग्ने बित्तिकै उसले त्यो रोटी आफ्नो सानो भाइको हातमा थमाइदियो र भन्यो, तिमी खाऊ, म भोलि स्कुलमै खाउँला। यो देखेपछि उसकी आमा भक्कानिएर रोइन्। उनीहरू गरिब भएकाले उनी रोएकी थिएनन्, तर उनको सानो छोराले आफ्नुभन्दा पहिले आफ्नो भाइको पेट भर्न रोजेको हुनाले उनी भावुक बनेकी थिइन्। कहिलेकाहीँ वास्तविक नायकहरू, हिरोज कुनै विशेष पोसाक वा पखेटा लगाएर आउँदैनन्। तिनीहरूसँग त केवल आफूले माया गर्ने मानिसहरूका लागि निस्वार्थ त्याग गर्न सक्ने एउटा सुन्दर र विशाल हृदय हुन्छ।